अहिले चाहिँ भर्खर मैले चाहिँ होल्यान्डको लार्क M2 भन्ने माइक पर्चेस गरेको छु र साथसाथै एउटा म्याकबुक एयर पनि पर्चेस गरेको छु होइन। अनि फर्स्ट टाइममा मैले चाहिँ अनि एकचोटि हेरौँ कस्तो हुँदैछ होइन। त्यहाँ यो चाहिँ मेरो माइकको लागि चाहिँ फर्स्ट अनबक्सिङ भिडियो होइन। सो मैले चाहिँ अहिले अनबक्सिङ गर्दैछु र यो भित्र के छ एकचोटि हेरौँ होइन। यसको प्राइस भन्नुपर्दा चाहिँ मैले एकदम रिजनेबल प्राइस पाएको छु होइन। मैले अनलाइनमा पनि कम्पेयर गरेर हेरेँ होइन। अनि त्यसपछि भनेको चाहिँ अनलाइनमा कम्पेयर गरेँ अनि यहाँ पनि अझ अनलाइनमा भन्दा अलिक सस्तो भेटेँ मैले। सो मैले चाहिँ अलि ओपन गर्दैछु ल। अब यसरी हामीले चाहिँ देख्न सक्छौँ यहाँ केही उसहरू छ स्टिकरहरू होल्यान्डको। अनि यो चाहिँ प्याकेजिङ लिस्ट होइन। अब यसको क्याटलगहरू सबै यसमा हुन्छ। अनि अर्को भनेको चाहिँ जसरी हाम्रो इयरफोनहरू आउँछ ब्लुटुथ इयरफोन अब इयरपोड्स होइन, त्यसरी नै यसको एउटा केसिङ आउँछ। अब यो केसिङ पनि म खोलेर देखाउँदैछु। अब यो केसिङ किनभने फर्स्ट टाइमको यो एक्सपिरियन्स हो, त्यसैले अब रेगुलर गर्ने त मलाई थाहा हुन्थ्यो। सो हामीले चाहिँ यसको माइकको फर्स्ट लुक होइन यो चाहिँ। अनि यहाँ चाहिँ एउटा यो चाहिँ सायद कनेक्सन पावर ब्याट्री केही होला। अनि यसको पछि चाहिँ USB टाइप C छ। अब यसलाई खोलेर हेर्छौँ। अब हामीले यसलाई खोलेर हेरिसकेपछि यसको चाहिँ हामीले माइक देख्न सक्छौँ। यहाँ माइक छ, एउटा माइक भयो, यो दोस्रो माइक भयो, यो तेस्रो। यो चाहिँ हामीले चाहिँ क्यामेराको लागि युज गर्नलाई हो। सो त्यस कारणले मैले फेरि उल्टो राखेँ, केही छैन। एक्साइटमेन्ट धेरै भएपछि यस्तै हुन्छ, बोल्दा नै अड्किन्छ। अनि यो चाहिँ हाम्रो चाहिँ अब फोनको लागि है। यो चाहिँ हाम्रो टाइप C फोन जुन iPhone 15 Pro Maxदेखि माथिको, अनि अर्को चाहिँ लाइटनिङ iPhone 14 Pro Maxदेखि मुनिको फोनहरूको लागि। र यसलाई चाहिँ हामीले यहाँ साइडबाट चार्ज पनि गर्न सक्छौँ, सायद चार्जको अरू केही युजको लागि मलाई थाहा छैन यो चाहिँ। अनि अर्को भनेको चाहिँ यो सामान चाहिँ मलाई फर्स्ट लुक चाहिँ एकदम इम्प्रेसिभ लाग्यो होइन। अहिले लाइट पनि बोल्दैछ। अनि हाम्रो यो वाटरप्रुफ आई स्टोर हबमा चाहिँ एकदम सस्तोमा मिलाएर पाएँ मैले। अनि साथसाथै म्याकबुक पनि एकदम राम्रो छ। र यसको लागि चाहिँ म चाहिँ सोचिरहेको छु भिडियो एडिटिङ गर्ने, यताउति भिडियो ट्राई मात्र गर्नलाई होइन। यो मेरो प्रोफेसन चाहिँ होइन, यसको लागि चाहिँ मैले चाहिँ भर्खर सुरुवात गर्दैछु। धन्यवाद।